23 र 24 गतेका प्रदर्शनहरूमा आफ्नो जीवन गुमाउने सबैमा आज 13औं पुण्यतिथिको यो दिनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। हाम्रो भत्केका घरहरू फेरि बन्नेछन्, कार्यालयहरू पनि फेरि ठडिनै हाल्छन्, तर गुमेको जीवन फर्कन्न। मलाई कतिपय साथीहरूले घाइते किन भेट्न नगएको, शहीद परिवारलाई किन भेट्न नगएको भनेर सोध्नुभयो। मैले भने मैले जान सक्दिनँ, मलाई अप्ठ्यारो लाग्छ। भ्रष्टाचारको अन्त्य र सुशासनको माग जुन राख्दा राख्दै उनीहरू लडेर ढले, यो माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले केही ठोस परिणाम ल्याउन सके भने बल्ल म त्यो परिवारलाई भेट्नको लागि आफूलाई योग्य ठान्छु। भर्खर अन्तरिम सरकार बनेको छ, आन्दोलनको बलमा फ्री फेयर इलेक्सन गराउने यसको म्यान्डेट हो, गराउनु पर्छ, हामी सबैले सहयोग गर्नुपर्छ। तर यो बाहेक दुईटा कुरा यसले ध्यान पुर्याउनै पर्छ। पहिलो, भाद्र 23 गतिको आन्दोलनमा व्यापक दमन भएको छ, दमनको छानबिन हुनुपर्छ, दोषीले सजाय पाउनुपर्छ। भाद्र 24 गतिको आन्दोलनमा एकातिर नौजवानहरूको रिस थियो, आक्रोश थियो, परिवर्तनको चाहना थियो, त्यो भावना पवित्र थियो, त्यो एउटा पाटो भयो। तर सँगसँगै कतिले यही मौका छोपेर व्यापक रूपमा आफ्नो प्रतिशोध साध्ने काम गरेको छ, आफ्नो निज स्वार्थ पूरा गर्ने प्रयत्न गरेको छ, व्यापक घुसपैठ भएको छ। अदालतदेखि सिंहदरबारसम्म, राष्ट्रपतिको भवनसम्म जलाउनका निम्ति प्रयोग भएका हत्कण्डाहरू हामीले हेऱ्यौँ भने, निजी सम्पत्तिमाथि भएको आक्रमण हेऱ्यौँ भने, नेताहरूको घरभित्र छिरेर भएको भौतिक आक्रमणहरू हेऱ्यौँ, कतिपय बिजनेस हाउसेसहरूमा टार्गेट गरेर गरेको आक्रमणहरू हेऱ्यौँ भने यसले धेरै कुराहरू हामीलाई बताउँछ। धेरै विवरणहरू सार्वजनिक भइरहेका छन्। कतिपय नयाँ पुराना पार्टीका मानिसहरू सम्झाउनु भएको भेटिएको छ। अझ कति नयाँ कुराहरू अवसर खोल्दै जाला। त्यसैले आन्दोलनको पवित्रता एकापट्टि छ, घुसपैठ अर्कोपट्टि छ। यो घुसपैठ कोले गरे, किन गरे, कोले सबैको छानबिन गरेर दोषीले सजाय पाउनुपर्छ। यो दण्ड नेताले प्रश्रय पाउँछ भनेर मात्र होइन, यदि यिनले सजाय पाएनन् भने अलि पछाडि जब भाद्र 23 र 24 को सम्झना हुन्छ, त्यो बेलामा यत्रो त्याग र बलिदान दिएर युवाहरूले गरेको आन्दोलनलाई बदनाम गराउनका निम्ति यिनै कुराहरू प्रयोग हुन्छ, यिनै घटनाहरूको विवरणहरू प्रयोग हुन्छ। त्यसका निम्ति पनि यो तपाईँ हामी सबैको माग हुनुपर्छ। 23 गतेको दमन, 24 गतेको घुसपैठ, यो दुईटै कुराको छानबिन हुनुपर्छ। दोस्रो कुरा भनेको करप्सन। 2046 साल पछाडि हामी जो जिम्मेवारी बसेका छौँ, म बसेको छु, मन्त्री भएको छु, 4 पटक सांसद भएको छु, म जस्तो राजनैतिक दलमा आबद्ध भएका, अड्डा, अदालत, प्रहरी, प्रशासन, सेना सबैमा काम गर्नेहरूको सम्पत्तिको स्रोत, जग्गा जमिन, व्यापार व्यवसाय, हामी संलग्न भएका भनेका कतिपय व्यवसायहरू, कतिपय काण्डहरू, यो प्रत्येकको बिना प्रतिशोध कानुनसम्म ढङ्गले यसको छानबिन हुनुपर्छ। दुधको दुध, पानीको पानी, जसले गल्ती गरेको छ उसले सजाय पाउनुपर्छ। अनि मात्रै अलिकति भए पनि के उपलब्धिहरू भएको ठहरिन्छ। सरकारले त यो कुरा गर्नुपर्छ भनेर हामी भन्छौँ, तर हामी पार्टीले के गर्ने हो? यत्रो उथलपुथल भएको छ, हामीले पार्टीलाई जस्ताको तस्तै राखेर टिकाउन सक्छौँ, टिकाउने प्रयत्न गर्नुहुन्छ। यत्रो उथलपुथल भइसकेपछि यो आन्दोलनमा व्यक्त भएको भावनालाई बोकेर हिँड्न सक्ने पार्टी हामीले बनाउनु पर्ने छ कि छैन? छ। पार्टीको रूपान्तरण, पार्टीको पुनर्गठन नगरिकन यो सम्भव छैन। म कसैलाई दोष दिएर यो भनिरहेको छैन। म आफै काङ्ग्रेसको महामन्त्री छु, मेरो भागको मात्र होइन, म अरू दोष लिन पनि तयार छु। मेरो र अर्को महामन्त्रीको सबभन्दा ठुलो आजको दिनमा दोष भनौँ, कमजोरी भनौँ, म के ठान्दछु भने हामीले यो बिचमा सही विषयहरू उठायौँ, मुद्दाहरू उठायौँ, तर आफूले उठाएको मुद्दालाई कहिले पनि टुङ्गोमा पुर्याउन सकेनौँ, बिचमै छाड्यौँ। त्यो हाम्रो सबभन्दा ठुलो कमजोरी भयो। तर यो पटक छाड्दैनौँ। यो पटक यो बेलामा गर्ने भनेको पार्टीको व्यापक पुनर्गठनका निम्ति पार्टीको अधिवेशन, अरूको हामीसँग कुनै बाटो छैन। अधिवेशन गर्ने दुईवटा बाटोहरू छ। एउटा, हामी नयाँ अधिवेशन गर्न सक्छौँ, 15 अधिवेशन, पुरानो क्रियाशील सदस्यताको नवीकरण यसलाई छोडिदिएर सबैलाई कायम राख्ने, 2 महिनाको लागि 1 महिनाको लागि नयाँ क्रियाशील सदस्यता खोलिदिने। विषम परिस्थितिमा जो पार्टीको सदस्य बन्न चाहनुहुन्छ सबलाई स्वीकार गर्ने, विधानको सबै धारा निलम्बन गर्ने र पार्टीको सदस्यहरूबाट सिधा चुनाव गरेर पार्टीको नेतृत्व, पार्टीको सभापति छान्ने, अरू बाँकी कुरा गर्दै जान सकिन्छ। यो सबैको लागि ग्रेसफुल बाटो हुनसक्छ। यसमा नजाने हो भने हामीसँग जम्मा एउटा उपाय बाँकी रहन्छ, विशेष महाधिवेशन। पुरानै महाधिवेशन प्रतिनिधिहरूबाट विशेष महाधिवेशन गर्ने, विशेष महाधिवेशन नयाँ नेतृत्व पनि छान्छ यो अहिलेको ट्रान्जिसनको लागि। र यो केवल नेतृत्व नयाँ छान्ने कुरा मात्र होइन, पार्टीको नीति, पार्टीको नियम, पार्टीसँग जोडिएका कतिपय प्रश्नहरूको उत्तर दिने, पार्टीका कतिपय कमजोरीलाई सच्याउने, सुधार्ने, हामीले गरेका गल्तीहरूलाई छोड्ने, नयाँ कुराहरूलाई सङ्कल्प गर्ने, यो एउटा महाधिवेशन हाम्रो लागि मौका पनि हुन्छ। विशेष महाधिवेशन हाम्रो लागि नयाँ कुरा पनि होइन। फेरि 2012 सालमा निर्वाचित भएको सुवर्ण शमशेरको कमिटीले आफैले निर्णय गरेर, सुवर्णजी आफैले राजीनामा दिएर 2014 सालमा विराटनगरमा नेपाली कांग्रेसको विशेष महाधिवेशन भयो, जसबाट बीपी कोइरालालाई नेपाली कांग्रेसको सभापति बन्नुभयो र त्यही बीपीको लिडरसिपको पार्टीले नेपाली कांग्रेसलाई 2/3 बहुमतको पार्टी बनायो। आज फेरि यही बेला आएको छ कि नयाँ महाधिवेशन गरौँ कि पार्टी सभापतिले, हामी सबैले, केन्द्रीय समितिले छोडिदिने, विशेष महाधिवेशन गर्ने, त्यसबाट नयाँ नेतृत्व आउने बाटो खोलिदिने। यो भन्दा अर्को बाटो छैन।
योभन्दा अर्को कुनै पनि बाटो छैन। कतिपय साथीहरूले भन्नुभएको छ सभापतिको उपचार गरेर आएको बेलामा यस्तो असंवेदनशील कुरा गर्न सुहाउँछ। हामी कोही पनि संवेदनहीन छैनौँ। सभापतिको स्वास्थ्यको बारेमा निरन्तर जानकारी लिइरहेका छौँ। सभापति अस्पतालमा भइरहेको बेलामा यो कुरा गरौँ भनेको होइन। सभापतिलाई सोधेर सभापतिसँग सल्लाहले नै यो कुरा गरौँ भनेको छ। सभापतिलाई नै तपाईँले पहिलो कदम चाल्नुहोस् भनेको। त एउटा कुरा चाहिँ हो, मनाउने हो, फकाउने हो, तर मान्नु भएन, कोही फकिनु भएन भनेदेखि भने त्यसको आधारमा अब हात उठाउने होइन, अगाडि बढ्ने हो। त्योभन्दा अर्को हामीसँग कुनै बाटो छैन। कतिपय साथीहरूले आफ्नो बारेमा सोचेको कुरा भनिराख्नु भएको छ भनेर भन्नुभएको छ। होइन, पार्टी रूपान्तरण र पार्टी पुनर्गठनको यो अभियानमा लाग्दै गर्दा त्यसको जस्तोसुकै मूल्य चुकाउन म तयार छु। पार्टीको साधारण सदस्य मात्र भएर बस्न तयार छु, भुइँमा बस्न तयार छु। किन यो मेरो विषय होइन। मभन्दा माथि पार्टीसम्मलाई थाहा छ, तर पार्टीभन्दा माथि देश छ। आज देश दन्ती जलिरहेको बेलामा यसलाई निभाउन सक्ने ताकत हामीले राख्नुपर्छ। तर देश सँगसँगै यो पनि बिर्सनुहुन्न, बलि पनि रहेको छ नि। नौजवानहरूले जुन आगो उकलेका छन् त्यसको मर्म हामीले बुझ्नुपर्छ। उनीहरू चेन्ज खोजेका छन्। त्यो चेन्जको जुन माग छ त्यसलाई सम्बोधन गर्न सक्ने पार्टी भयो भने मात्रै हामी रेलिभेन्ट हुन्छौँ, हाम्रो अर्थ हुन्छ, नभए हुँदैन। र त्यस्तो पार्टी बनाउन सक्यो भने मात्र त्यो पार्टीले उनीहरूले सोचेको जस्तो देश बनाउने कुरामा कन्ट्रिब्युट गर्न सक्छ। त्यसपछि मात्र सायद म, तपाईँ, हामी पार्टीका सदस्यहरू, आज घाइते भएको परिवार, जसले आफ्नो परिवारको सदस्य गुमाएको छ, शहीद परिवारका सदस्यहरूलाई गएर हामी स्वास्थ्य लाभको कामना गर्न सकौँला वा श्रद्धाञ्जली अर्पण गर्न सकौँला। यस्तो पार्टी बनाउन सक्यो भने मात्रै यो आन्दोलनप्रतिको हाम्रो सच्चा सम्मान हुन्छ। यस्तो बनाऊ, यो पार्टीले मात्र देशको लागि गर्नुपर्ने आजको दिनको जिम्मेवारी पुरा गर्न सक्छ, जसरी हिजो पुरा गरेर आयौँ। यसको लागि अठोटका साथ हामीहरू लागेका छौँ। तपाईँहरूको साथ चाहन्छौँ। तपाईँहरू सबैको साथबाट यो कुरा सम्भव छ, सम्भव बनाउनु पर्नेछ। जय नेपाल।